हिजो करिब 10 वर्षको अन्तरालपछि केही ग्रुप अफ साथीहरूसँग भेट भयो। उनीहरूसँग मेरो पहिलो भेट जब म एसी सकेर ब्रिज क्रस गरिरहेको थिएँ त्यति बेला भएको थियो र हामी करिब 3 महिनासँग सँगै थियौँ, एकदमै नजिक थियौँ। सधैँ एभ्री मर्निङ वी युज टु स्पेन्ड टुगेदर। चाबेलको त्यो छेउमा हामी परोठा खान जान्थ्यौँ ब्रेकको बेलामा अनि पढ्थ्यौँ र 3 महिना एकदमै क्लोज भयौँ। त्यसपछि सबैजना आफ्नो आफ्नो बाटो लागे, आफ्नो जर्नीमा लाग्यौँ र हाम्रो त्यो बिचमा भेट भएन। र हिजो करिब 10 वर्ष जतिको 7-8 वर्ष जतिको अन्तरालपछि चाहिँ हामी फेरि भेट्यौँ। त्यो ग्रुपमा भएको सबै साथी थिएनौँ त्यहाँ, कोही आफ्नो कामले कतै हुनुहुन्थ्यो, कोही देश बाहिर, तर जो थियौँ भेट्यौँ र एउटा एकदमै छुट्टै खालको फिलिङ भइरहेको थियो होइन। लाइक 8 वर्ष अगाडि जुन अब्जेक्टिभको साथ हामी त्यहाँ भेला भएको थियौँ, त्यो 8 इयर्समा कति धेरै कुरा चेन्ज भएको रहेछ क्या। लट्स अफ थिङ्स वेयर ह्यापनिङ। सो अ लभली मिटिङ। दुईजना साथी बाहिर जाँदै हुनुहुन्थ्यो अनि वी डिसाइडेड टु मिट एन्ड टक। अनि त्यति बेला एउटा साथी नवीन, उसको नाम हो होइन, नवीनले मलाई भन्थ्यो कि अझै वी हेभन्ट टक्ड यो ड्युरेसनमा न भेट भएको छ, तर आई वान्ट टु टेल यु द्याट आई हेभ बिन फलोइङ युर एक्सप्लोरिङ पोसिबिलिटिज एन्ड इट इज रियली नाइस। एन्ड आई डोन्ट नो यो बिचमा रोकिरहेको छ कि के छ, बट जस्ट नो द्याट कि म त्यो हेरिरहेको छु ल, एन्ड थ्रु द्याट आई गेट टु नो वाट यु आर डुइङ एन्ड वाट यु आर अप टु भनेर। अनि I mean that really felt special for me. अनि like in a very strange way we are building एउटा audience, एउटा community जस्तो लागिरहेछ, who are believing in possibilities and who are trying to make things happen वाला कुरा। अनि yeah, it just reminded me I think I should continue this भनेर। अनि yeah, अब कन्टिन्यू नगर्ने कारणहरू पनि थुप्रै भइरहेको थियो। जस्तै मेरो माइक्रोफोनको त्यो वायर चलिरहेको थिएन, अनि आइज ओके पछि गरौँला। अनि एट द सेम टाइम मेरो जुन स्ट्यान्डी थियो, जुन म होल्ड गरेर भिडियोहरू रेकर्ड गर्थेँ, त्यो पनि एक्चुली अस्ट्रेलियाको ट्रिपको दौरानमा हरायो क्या। सो अल दोज रिजन्स एन्ड आई वाज प्रिटी कन्भिन्स्ड ठिक छ, विल फाइन्ड अदर वे अराउन्ड भनेर। तर हिजो नवीनसँग कुरा गर्ने बेलामा उसले भन्दाखेरि चाहिँ but will that really stop me from making videos? No, not at all. So here we come again in our very authentic traditional way of exploring possibilities with Ajay. आजको एपिसोडमा म के कुरा गर्न गइरहेको छु भन्दाखेरि चाहिँ द पावर अफ ह्याभिङ ह्युमन कन्भर्सेसन, जुन मैले पहिला पनि भनेको थिएँ, तर आज त्यसको एउटा एक्सटेन्सन भर्जन आउँदैछ होइन। जब म विश्व ब्याङ्कमा इन्टर्नसिप गरिरहेको थिएँ त्यति बेला फिल्डमा जाने क्रममा चाहिँ एकजना दाईसँग कनेक्ट भयो। उहाँ त्यहाँ कन्सल्टेन्ट हुनुहुन्छ अनि एकदमै मजाको इन्भाइरोमेन्टलिस्ट है। सो वी ह्याड अ भेरी नाइस कनेक्सन, वी बिकेम फ्रेन्ड्स। त्यसपछि वर्षमा एकचोटि अथवा 1.5 वर्षमा एकचोटि हाम्रो भेट हुन्छ र त्यो भेट हिजो भएको थियो। र उहाँको र मेरो एज डिफ्रेन्स चाहिँ अलमोस्ट डबल जतिको छ है। अनि हिज नेपाली। अनि त्यो 2.5-3 घन्टा लामो कन्भर्सेसनमा वी टक्ड अबाउट लाइफ, वी टक्ड अबाउट इन्सेक्युरिटिज, वी टक्ड अबाउट फिगरिङ थिङ्स आउट। र त्यहाँ कसैले कसैलाई एडभाइस दिने भन्दा पनि it was simply two people expressing and then creating a space where we were heard, we were seen and we were acknowledged. अनि मलाई चाहिँ स्पेसली इन कन्टेक्स्ट अफ मेन, नेचुरली सोसाइटी एउटा ड्राइभ फिक्स गरिदिएको हुन्छ होइन, अब के गर्नुपर्छ दिस एन्ड द्याट। अनि जब यो सबै कुरा एकदमै फास्ट फरवर्ड भइरहेको बेलामा हल्का ओभरवेल्मिङ फिल हुन थाल्दो रहेछ क्या। अनि यु सी अ लट बिकज हाम्रो इन्फर्मेसन एकदमै धेरै इजिली एक्सेप्ट गर्न सक्छौँ होइन, लाइक इट इज देयर। अनि त्यो इन्फर्मेसन हुने क्रममा चाहिँ कहिलेकाहीँ प्रोसेस गर्न बिर्सिन्छौँ क्या, बिकज
प्रोसेस गर्ने एबिलिटी त सर्टेन छ नि त. इन्फर्मेसन लिने एबिलिटी धेरै होला तर त्यसलाई प्रोसेस गर्ने त हामीसँग लिमिटेड छ. अनि त्यो क्रममा ओभरवेम हुँदो रहेछ. अनि इट्स नट ओन्ली मी बट इभन प्रोफेसनल्सहरू पनि ओभरवेम हुँदो रहेछन्. अनि दिस इज वेयर इन पर्सन कन्भर्सेसन कम इन, वेयर समवन जो तपाईँभन्दा थोरै अलिकति डिफ्रेन्ट तरिकाले लाइफ देखेका छन्, एजमा सिनियर होस् अथवा जुनियर होस्, तर तपाईँले होल्ड गर्ने पर्सपेक्टिभ भन्दा स्लाइटली डिफ्रेन्ट पर्सपेक्टिभ छ, बट समवन हु इज विलिङ टु लिसन, उनीसँग गरेको त्यो इन पर्सन कन्भर्सेसन एक्चुअली ओपन्स अ होल डिफ्रेन्ट फेनोमेनन. क्यान आई फिल लाइक यो पोइन्ट अफ टाइममा स्पेसली एज अ यङ समवन इन हिज mid-20s who is trying to figure things out, things does not make sense every single time. And त्यति बेला चाहिँ when you are able to sit along with another fellow human being who is also going through very similar situations, the mental state that you get in, the acknowledgement that you do त्यो सिचुएसनको बारेमा जस्ट कति धेरै अनसेटलिङ कुराहरूलाई सेटल गरिदिँदो रहेछ क्या. अनि मलाई हिजो दाइसँगको त्यो 3 घन्टा लामो कन्भर्सेसनमा त्यो एकदमै फिल भयो क्या. एन्ड दिस इज वेयर आई हेभ बिन अ भेरी बिग एडभोकेट अफ टेलिङ पिपल step outside the world of social media, step outside the world of digital world, because there is nothing that can actually replace in-person conversation. There's nothing that can replace two people being vulnerable and then listening to each other and creating that space. Nothing beautiful, that awkward silence that you will be getting when you are talking and then suddenly you don't know what to tell next. These all things make up who you are as a fellow human being. And this is what I felt. Hijo meeting with Udai and at the same time meeting with हाम्रो साथीहरू after 10 years made me realize how human being is made for in-person conversations and then those physical interactions and all those things. So yeah, especially यो चाहिँ मेनको लागि बढी भन्न चाहन्छु हैन. I know things हाम्रोतिर त यहाँ we don't have a culture of mentoring each other वाला slowly अझ एज डिफ्रेन्स छ भने पनि हामी खासै धेरै कुराहरू गरिरहेको हुँदैनौँ होइन. सोसाइटीले पनि त्यो अनुसार गरेर आउँछ. बट आई थिङ्क इट्स अ भेरी हाई टाइम द्याट वी स्टार्ट रिडिफाइनिङ दोज नर्म्स एन्ड देन रिचिङ आउट टु पिपल. एन्ड इट्स नट नेसेसरी कि सधैँ यु निड टु गो एन्ड लुक फर एक्सपर्ट अर सम वान एकदमै फ्यान्सी एन्ड दिस एन्ड द्याट. इभन कन्भर्सेसन विथ यर फेलो सिनियर्स अर जुनियर्स इज गोइङ टु मेक अ लट अफ सेन्स जस्तो मैले फिल गरिरहेको छु होइन. अनि टेलिङ दिस फ्रम माई एक्सपिरियन्स द्याट दिस हेज बिन वर्किङ फर मी एकदमै मजाले. दिस माइट वर्क फर यु. अनि आइ एम नट टेलिङ दिस जस्ट बिकज आई फिल इभन आई वेन्ट थ्रु कपल अफ रिसर्च डन बाई डिफ्रेन्ट युनिभर्सिटिज जहाँ चाहिँ यो मेनको मेन्टल हेल्थको कुराहरूमा रहेर चाहिँ कसरी चाहिँ के हुन्छ भनेर भनिएको छ क्या. लेट्स लिसन टु I'll drop those things in a comment if you really want to hear it out. But if you want, just give it a shot. Also, by the way, I'm for the people who are connected with me and who have been part of my journey कुनै पनि तरिकाले, I also run this walking mentorship program जहाँ चाहिँ I try to talk with fellow young people. I not as someone who have figured things out, but someone who is trying and who has somehow been enjoying the process of figuring it out. If you think I can put any value in your life, कुनै पनि तरिकाले, चाहे तपाईँको त्यो करियरको कुरा होस्, पढाइको कुरा होस्, लाइफ, relationship, although I'm not expert of it and all those things, if you just feel like you need someone with whom you could talk, I'm here. Just reach out to me. I'll be more than happy to see what we can explore together. With that note, thank you Naveen and thank you everyone who have been continuously reminding me that how you feel towards this journey of exploring possibilities wala series, and I hope to continue this.